Hello guys, what's up? Welcome back to our channel. Our हैन माई मात्रै हो कि च्यानल चाहिँ तर फेरि पनि आइसके म चाहिँ केटाहरुसँग ऊ चाहिँ भाइरल हो पहिलाको भ्लगमा पनि आइसकेको अनि उहाँ त झन् भाइरल उहाँको त आफ्नै युट्युब च्यानल छ लु मिसेक पनि पहिला आइसकेको अनि साइजुङ हाम्रो बेहुला उहाँलाई पनि तपाईहरुले चिन्नु भयो होला हैन उ चाहिँ चोङमाङ भ्लग्समा पनि गएर चाहिँ yes subscribe to my channel and unsubscribe to his channel ल गाइज हामी चाहिँ हैन अब जाँदैछौँ सो तपाईहरुले यो भ्लग चाहिँ अन्तिमसम्म हेर्दिनु होला हैन अनि त्यही हो वाच टिल एन्ड ल गाइज हैन शीतले आइपुग्यो हामी शुक्रबारेबाट हिँडेको हैन हामी घरबाट हिँडेको तर शुक्रबारेबाट चाहिँ भ्लग सुरु गरेको अनि मेरो मलाई कसले सम्झिँदैछ गाइज मलाई हेलो बिग फ्यान मेरो गाइज उहाँ चाहिँ मेरो बिग फ्यान हो हैन तर अब जाडो महिना लाग्न आँट्यो क्या करे गाइज ओ लिङ्गे पिङ यहाँनिर ओ माई गड हाम्रो गाउँमा चाहिँ योपालि कसैले लाएन होइन सबैजना उता जानुभएको छ नि त विदेश होइन यो मान्छेहरू पिङ लगाउने जवानहरू चाहिँ अनि विदेश गएको छ त्यही भएर हामीले चाहिँ योपालि पिङ देख्न पाएको थिएन तर म देखिसकेको छौँ होइन सो गाइज होइन हाम्रो दुईजना व्यक्तिहरू चाहिँ कहाँनिर हरायो त्यही भएर हामी चाहिँ यहाँनिर बसिरहेको छौँ सो अनि यहाँनिर देख्न सक्नुहुन्छ पुल पनि पुल अरे पिङ पनि यहाँदेखि क्लोज देखिँदो रहेछ होइन अनि यहाँदेखि चाहिँ टावर पनि देखिन्छ यो चाहिँ यो एनसेलको हो कि एनटिसीको एनसेलको होला सो ए हो अब पर्खिनुपर्छ होइन कहाँ गयो मान्छेहरू होइन सो हाम्रो दुईजना आइसकेको छ होइन अब हामी कहाँ जान्छौँ लु भनिदेऊ त सो गाइज होइन हामी चाहिँ चिया बगान आइपुगिसकेको छौँ चिया बगान तपाईँहरू देख्न सक्नुहुन्छ होइन यस्तो दामी छैन यो चाहिँ सबै बुट्टाहरू काटेर के गरेको यो अनि बिग कन्फ्युजन चाहिँ भइसकेको छ होइन हामी आउनु त आयौँ तर केही खानेकुरा नै नबोकी आएछौँ अब साइजुङ चाहिँ गएको छ होइन किन्नु भ्लगर छौँ है हामी चाहिँ होइन हामी चाहिँ खासमा घुम्नु आएको होइन क्या हामी भ्लग गर्न आएको क्या होइन नाइस सो गाइज होइन हामी चाहिँ कान्छी कमानतिर जानु आँटेको होइन यता पनि घुम्दैछौँ हामी होइन कान्छी कमानहरू कान्छी कमान यस्तो प्रतिष्ठित व्यक्तिहरू भ्लगरहरूलाई चाहिँ यहाँ सामान बोकाएर चाहिँ अन्याय गरिसकेको छ होइन गजब बेइज्जती तपाईँ के भन्न चाहनुहुन्छ लु भन्नु त केपी बा तिमी चाहियो यहाँ चाहियो अनि तपाईँहरू देख्नु माई गॉड यो क्या हो म ट्राफिक भएको कसरी मान्छेको चिट हो कति 15,000 काट्थ्यो क्या फिक्स भनेको यस्तो स्पिड कसरी कुदाउनु पाउँछ म 1500 ओ यो गाडीको पनि चिट काटौँ त यस्तो देख्न सक्नुहुन्छ यस्तो माथि बिहेर नचिन्ने मान्छे कमै रहेछ भने त पत्ता लाग्यो हाम्रो विवेक जतिको भाइरलको छ हो अब होइन गाइज होइन हामी यस्तो भ्लग गर्छौँ हामी एडिट गर्छौँ हामी हाल्छौँ यत्रो मेहनत गर्छौँ कसैले चिन्दिँदैन कि विवेकलाई कसले चिन्यो होइन कहाँबाट चिन्छ नचिन्ने नेपालमा कोही छ र आशिका तामाङले अटोग्राफ दिनु भएको छ क्या मलाई ओ माई गॉड लुइचे हेलो ओ माई गॉड लुइचे ओ माई गॉड ओ माई गॉड आफ्नो चुप्पाल यस्तो चुप्पाल जुटी डान्स हान्नु उहाँ चाहिँ एक्लै हुनुहुन्छ कि लु सो तपाईँलाई तपाईँ यस्तो भ्लग गर्नुहुन्छ होइन यति मेहनत गर्नुहुन्छ तर मेरो तपाईँको निम्ति एउटै क्वेसन छ यो पिम्पल कसरी आयो तपाईँको भन्नुहोस् त
अनि ओ ल रातभरि जागेर एडिट गर्नुपर्छ होइन हाम्रो सब्सक्राइबर पनि छैन हाम्रो सब्सक्राइबर पनि छैन क्या गाइस होइन रातभरि जाग्नुपर्छ होइन मेरो पनि पिम्पल छ होइन म अचेल एडिट गर्छु अर्को हुन्छ केही छैन केही छैन गाइस सब्सक्राइब गर्नु होला हामी रातभरि जागेर होइन एडिट गर्छौँ भिडियो तपाईँहरूको लागि होइन मेरो लिस्ट कसले बाँधिदिने केटा सो गाइस तपाईँहरू देख्न सक्नुहुन्छ होइन उहाँ चाहिँ चिलमा छ यो मान्छे चाहिँ सो साथीहरू हामीले चाहिँ होइन डेस्टिनेसन नै चेन्ज गरिदिइसकेको छौँ कान्छी कमान जानु लास्टै अल्छी लाग्यो अरे हाम्रो केटाहरूलाई अनि सो हामी चाहिँ अब यता माथि जान्छौँ है यो माथि चाहिँ के भन्छ त्यो पनि थाहा छैन तर हामी जाने हो होइन त्यो ठाउँ चाहिँ सुनसान छ जस्तो अब हामी उकालो जानुपर्छ त्यही हो यो माथि पनि डाँडा पनि दामी नै छ यो माथिको डाँडामा पनि एकान्त शान्त ठाउँ छ होइन सो त्यतै बाटो जाउँ न त अब यहाँ दोकानमा अलिकति केही हामी सामानहरू किन्छौँ अनि त्यतै माथि जानुपर्छ सो कमान चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ फोटो खिच्नको लागि पनि बेस्ट प्लेस हो होइन यता पनि फोटो खिच्दैछ उता नि फोटो खिच्दैछ अब हामी पनि एकछिनमा खिच्छौँ गाइस होइन तपाईँहरू देख्न सक्नुहुन्छ पाहाडहरू यस्तो डाँडैभरि छ क्या होइन चिया कमानहरू बगानहरू सो दामी छ क्या ठाउँ चाहिँ नि तपाईँहरू घुम्नु चाहनुहुन्छ भने चाहिँ यो चाहिँ बेस्ट प्लेस हो है यहाँ तपाईँहरूलाई न छिर्नुको लागि टिकट चाहिन्छ न केही चाहिन्छ होइन बस खानुको लागि अलिकति पैसा होइन 500 रुपियाँमा तपाईँहरूको डन हुन्छ क्या अल डन क्या A few moments later. गाइस फेरि पनि स्क्याम भइसकेको छ होइन एकान्त ठाउँमा आइपुग्छौँ भनेको हामी टी फ्याक्ट्रीमा आइपुग्यौँ कस्तो ड्याम्स छ यार ड्याम्स ओए तर यता नि पुरानो भइसकेको हो कि पुरानै हो यो ओए बन्द भइसकेको हो कि क्या हो बन्द भइसकेको हो कि क्या हो यो त हो ओए छिर्नु दिन्थ्यो हामी छिर्नु त छिर्यौँ होइन भरे हामीलाई करायो भने चाहिँ बर्बाद हुन्छ सो गाइस तपाईँहरू देख्न सक्नुहुन्छ फ्याक्ट्री चाहिँ यस्तो दामी छ रहेछ दामी भन्दा नि यो पुरानो भइसकेर यस्तो देखेको हो कि यहाँदेखि चाहिँ धुवा जाने ठाउँ तपाईँहरू देख्न सक्नुहुन्छ त्यो अनि भित्र चाहिँ मेसिन एकदम चलिरहेको छ चिया प्रोसेस हुँदै होला अनि यस्तो छ यताको चाहिँ यो चिया सुकाउने ठाउँ पर्छ सायद यता चाहिँ प्रोसेस गर्ने ठाउँ अनि यता चाहिँ खोइ के हो यो चाहिँ फ्याक्ट्री नै हो ठुलो रहेछ यो फ्याक्ट्री पनि जे होस् हामीलाई छिर्नु दियो होइन दामी छ क्या यता यो फ्याक्ट्री यता छ अनि यता पछाडिपट्टि चाहिँ दामी रहेछ हेर्नुहोस् गाइस तपाईँहरूले पाहाडहरू पनि देख्न सक्नुहुन्छ है टी फ्याक्ट्री सो गाइस अब हाम्रो चाहिँ डेस्टिनेसन चाहिँ फिक्स भइसक्यो यो डाँडामाथि हामी चढ्छौँ होइन अनि यताबाट हो ठाउँ चाहिँ यो बाटोहरू छ अनि कस्तो खुसी छौ अनि किन यस्तो अनुहार चाहिँ किन यस्तो जोइ देखाउन उब्रो गाइस यस खुसी छौ गाइजहरू एकदम ल हाम्रो खतराको खेलाडी गाइजहरू होइन त्यत्रो बाटो हुँदाहुँदै हामीलाई चाहिँ उकालो चढ्नुपर्ने ए तेरिका पुरा मजा आइहुने भयो नि हो लड्यो भने चाहिँ गयो होइन तर लडिँदैन थाहा छ तर पनि यस्तो उकालो चढिन्छ क्या अब हेर्नु न गाइस हाम्रो होइन बाटो हुँदाहुँदै पनि उकालो चढ्ने चाहिँ हाम्रो बानी नै परिसक्यो तर यहाँदेखि भ्यू चाहिँ दामी देखिन्छ यार हो धेरै बोलेर होला मेरो सास फाइनल गाइस हामी चाहिँ उकालो चढिसकेको छ जति धेरै उकालो माथि आयो त्यति दामी छ यार भ्यू चाहिँ अनि तपाईँहरू देख्न सक्नुहुन्छ मेरो सास पनि फुलिसकेको छ वाउ खोइ कराउन हौ केटा मेरो चाहिँ सोरै सुकिसकेको छ ओए हाइड्रो पावर पनि देखिने रहेछ यार उयो परको त्यहाँ पर चाहिँ हाइड्रो पावर छ कि पहिलो तपाईँहरू देख्न सक्नुहुन्छ यस्तो दामी छ यार भ्यू गाइज हाम्रो व्यक्तिहरू वरिपरि भ्यूहरू चाहिँ हेर्न सक्नुहुन्छ सो गाइज हामीले चाहिँ खानाहरू पनि निकालिसकेको छौँ होइन यहाँ हाम्रो गिटारिस्ट हुनुहुन्छ अनि यो यता वाउ लु अब खानाहरू बाँड्यो होइन आउनु हो लु मेरो यहाँदेखि
यहाँ कम्पनी गर्छु अब होइन म खाएको यो नाटा पारेको पानी पक्का गाइस यसो सुत्नुको मजा चाहिँ यो अलग नै हुन्छ क्या होइन यस्तो खुल्ला आकाश वरिपरि ठाउँहरू यस्तो दामी सिनेमेटिक फिल आएको छैन सो गाइस आज चाहिँ हामी घुमिसक्यौँ होइन घुमिसक्यौँ अनि यही थियो डेस्टिनेसन अनि यहाँनिर हामीले खाइसक्यौँ अनि कोक पनि छ यहाँनिर होइन सो गाइस दामी भयो अब चाहिँ ओ मेरो भ्लग इन्ड भयो ल किन भन्दाखेरि 1% मात्रै छ यार ओ माई गड ल बाई बाई गाइज गाइज होइन अब यो चाहिँ बजारमा छौँ होइन हामी अनि भन्न असिम दाईको पावर ब्याङ्कले चार्ज गरेर मेरो 12%सम्म भएको छ फोन अनि त्यो घुमेर आउँदा नि सुख छैन भारी बोकेर जानुपर्छ घर के गर्नु ल अब चाहिँ यहाँनिर आधी केजी मासु लिएर चाहिँ हामी घर टापान्थ्यौँ विवेकले कहाँ गइसक्यो सबैजनाले हामीलाई छोडिसकेको छ दुईजना मात्रै सुन्नु रहेछ गाइज हामीले अब मैले चाहिँ सबै सौदाहरू पनि गरिसकेको छु अनि तर कस्तो ढिलो गरेको यार यो दसैँको बेला त मासु फुल हुँदो रहेछ सो अब चाहिँ हामी घर फर्किँदैछौँ होइन हाम्रो केटाहरूले छोडिदिइसक्यो जस्तो लाग्यो मलाई कहाँ पर्खिँदैछ यिनीहरू अझसम्म भेटाएको छैन छोडेर गयो स्टोरीहरूले सो थ्याङ्क यू गाइज फर वाचिङ दिस भिडियो टिल देन बाई बाई गाइजहरू ल बाई बाई गाइज बाई